नमस्ते, मेरो नाम सुरज दर्नाल कामी हो। म एउटा अटो चलाउने मान्छे हो। म धेरै ठाउँ पुगेँ, धेरै ठाउँ डुलेँ। धेरै वर्षदेखि मैले मेरो पेसागत हिसाबले म अटो चलाउने ड्राइभर है। मेरो ठाउँको, मेरो गाउँको बारेमा मैले एउटा सानो गीत म आफैले कथेको छु, म आफैले लेखेको छु। यो गीत हजुरहरूले सुनिदिनु होला। मेरो गाउँको सन्देश मैले अरू कसैको माझमा पुर्याइदिनु होला। र यदि राम्रो लाग्यो भने हजुरहरूले राम्रो लाग्यो भने मात्रै त्यसो गरिदिनु होला। राम्रो लागेन, जुनै पनि कुरा मलाई राम्रो लागेको कुराहरू मात्रै अर्कोलाई राम्रो लागेको हुन्छ। त्यसै कारणले हजुरलाई राम्रो लाग्यो भने पक्कै पनि हजुरहरूले पनि सेयर गरिदिनुहुन्छ होला भन्ने म आशा राख्दै हजुरहरूको माझमा मैले एउटा सानो गीत, यो गीत म आफैले गाउँदैछु। तर यसमा म्युजिक छैन, केही छैन, ट्युन छैन, केही छैन। म आफैले कथेर, म आफैले लेखेर एउटा उयसमा है हजुरहरूको माझमा हजुरहरूलाई सुनाउन गएको छु। हाम्रो ठाउँको बारेमा छ, कसैको व्यक्तिगत उसमा छैन। हाम्रो गाउँ, हाम्रो ठाउँको बारेमा छ। मिनी माउन्टेन, कृष्णथुम्की, यस्तै पार्कहरूको बारेमा, घुम्ने माछाखाडीहरूको बारेमा मैले लेखेको छु है। यो सबैलाई जोडेर हाम्रो बाहुनडाँडाको 1 नम्बर र 4 नम्बरलाई जोडेर मैले लेखेको, म सोचेर लेखेर मैले गीत गाएर हजुरहरूलाई सुनाउने कोसिस गरिरहेको छु। राम्रो लाग्यो भने हजुरहरूले पक्कै पनि लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। साँझ भयो मेची डाँडा हात्ती आएको छ। साँझ भयो मेची डाँडा हात्ती आएको छ। बिहान उठी कृष्ण थुम्की दर्शन भएको छ। बिहान उठी कृष्ण थुम्की दर्शन भएको छ। घुम्न जाउँ है मिनी माउन्टेन माथि झरना छ। घुम्न जाउँ है मिनी माउन्टेन माथि झरना छ। झोलुङ्गेमा फोटो खिच्ने मलाई रहर छ। झोलुङ्गेमा फोटो खिच्ने मलाई रहर छ। फर्किआऊ है 49 धारा माछा खाडी छ। फर्किआऊ है 49 धारा माछा खाडी छ। सिमाना पार्क भिरपाखामा घुम्न राम्रो छ। सिमाना पार्क भिरपाखामा घुम्न राम्रो छ। साँझ भयो मेची डाँडा हात्ती आएको छ। नमस्ते, यो हाम्रो बाहुनडाँडाको एउटा सानो उयो मात्रै हो है। मैले जानेर, मैले सकेर, मैले कसैले सिकाएर होइन, म आफैले जति मेरो दिमागले भ्याए त्यति गरेको छु होइन। राम्रो लाग्यो भने लाइक कमेन्ट गरिदिनु होला। धन्यवाद।